यसमा 75% आयो हेर्नुहोस् ल ल यो सबै दोष हो यो हेर्नु त दाइ हेर्नु त पाकेको उसमा मैले अघि नै भने न यस्तो छ बिचरा यो केराको जति पनि क्षति छ नि बाहिरबाट हेरेर देखिँदैन सर सबै भित्र बसेर हेर्नुपर्छ लु हेर्नु यो सबै काटेर फालेको उहाँको मात्रै अहिले 6 बिघा भन्दा माथि होला उहाँको मात्रै यो खेतवालाले मात्रै 6 बिघा भन्दा माथि लिएर लिजमा लिएर काम गरिरहेछ अहिले सबैको हालत यही हो फेरि आउँछ त आउँदैन आउँछ यो त आउँदैन भयो यो गयो अब यसको बच्चा अब योबाट आउने हो क्या दाइ योबाट पनि यो झाल्छ होइन अनि यो निक्लिने हो यो निक्लिन्छ यो त गइसक्यो यसको त कामै छैन अब सबै साथी एउटा दिन यसपटकको यो हुरी बतासले अर्बौंको क्षति अर्बौंको गैँडारमा मात्रै अर्बौंको क्षति भयो अरू ठाउँको क्षति मैले हेरेको छैन ठिक छ तपाईँलाई मैले सक्दो सहयोग गर्छु अब अनुदानको लागि पहल गर्छु अनुदानको लागि पहल गरिदिनुहोस् म गर्छु किसानको आशा त्यही होइन म किसानहरूकै माग सम्बोधन गर्न आएको हो म किसानहरूलाई साथ दिन आएको मैले एकदमै किसानहरूको लागि उठान गरेको छु ठिक छ हजुरको एजेन्डाहरू हजुरको जुनहरू जनताप्रतिको आश्वासनहरू मैले सुनेको छु अब त्यो चाहिँ अब एउटा वरिष्ठ पत्रकारको हैसियतले र रौतहट 4 को एउटा संसदीय निर्वाचनको चुनावी उम्मेदवारको हैसियतले पनि हामीले तपाईँलाई सम्झिरहेछौँ म गर्छु त्यही हेर्नु होला छैन यो अस्तिको हुरी र बतासले रौतहटको क्षेत्रमा 4 को चन्द्रपुर नगरपालिका वडा नम्बर 3 को केराबारी चाहिँ यसरी नष्ट भयो किसानले रोपेको ऋण लिएर यति धेरै मिहिनेत गरेर केरा हुर्काए फल्न लागेको केरा पाकेको केरा सोत्तर बनायो अस्तिको हुरी बतास अनि ऋषि सर किसानहरूलाई करोडौँको क्षति भएको छ यसपटक ऋषि सर अनि हजुरले अहिले चन्द्रपुर नगरपालिका वडा नम्बर 3 मा आउँदाखेरि यो जुन खेतबारीमा तपाईँ घुम्दै गर्दाखेरि तपाईँले देख्नुभएको दृश्य यहाँ देखिरहेका छौँ हामीले अब तपाईँलाई के लाग्छ अब तपाईँले यो आवाज किसानको आवाज त तपाईँले त जोरदार साथ राखिराख्नु भएको थियो अबको पहल कदमी चाहिँ तपाईँबाट हुने के छ अब मेरो पहिलो पहल कदमी भनेको स्थानीय सरकार हो स्थानीय सरकारलाई म दबाब दिन्छु तुरुन्त किसानहरूको लागि राहत विशेष राहत दोस्रो प्रदेश सरकारलाई म फेरि दबाब दिन्छु जान्छु मुख्यमन्त्री मन्त्रीलाई भेट्छु विशेष राहत किसानहरूलाई